यो हाम्रो घरमा चाहिँ यो एउटा यसरी मौरीको घार छ र एकदम अहिले चर्को घाम लागेको अवस्था छ र यसरी मौरी यस्तो चर्को घाम लागेको बेला चाहिँ मौरीलाई चाहिँ प्रशस्त मात्रामा चाहिँ पानीको जरुरत पर्छ र यो पानीको जरुरत मेटाउनको लागि चाहिँ यो हाम्रो भाँडा धुने यो ठाउँ छ। यहाँ चाहिँ पानी तपतप चुहिरहेको हुन्छ र मौरीहरू चाहिँ यसरी यहाँ आएर चाहिँ पानी यसरी लिने गर्छन्। यो दुई कारणले चाहिँ मौरीहरू यो हाम्रो यो भाँडा धुने ठाउँमा आएका हुन्छन्। पहिलो कारण भनेको चाहिँ मौरीलाई आफैलाई पनि यस्तो गर्मीमा चाहिँ पानी चाहिएको हुन्छ। अर्को कुरा भनेको चाहिँ घार एकदमै ताते भने त्यो घारलाई अलि चिसो बनाउनको लागि चाहिँ उनीहरूले यो पानी लगेर त्यहाँ राखेर अनि आफ्नो पखेटाले त्यो पानीलाई उडाएपछि घार आफै चिसो हुन्छ। त्यसका कारणले पनि मौरीहरू पानी खोज्दै चाहिँ नजिकको पानीको सोर्समा चाहिँ आएका हुन्छन्। र सकिन्छ भने चाहिँ मौरीलाई चाहिँ यसरी यो हामीले प्रयोग गर्ने ठाउँमा भन्दा मौरीलाई त्यही मौरीको घार नजिकै नै केही व्यवस्था मिलाएर धेरै गहिरो हुन हुँदैन र हाम्रो सानो कचौरा धेरै गहिरो नभएको कचौरा अथवा कचौरामा चाहिँ ढुङ्गाहरू राखेर चाहिँ हामीले मौरीको लागि चाहिँ पानीको व्यवस्था गर्न सक्छौँ। अब मौरी चाहिँ त्यसरी हामीले व्यवस्था गरिएको छैन भने चाहिँ मौरी आफैले चाहिँ यसरी नजिकको पानीको धारो अथवा ठाउँहरूमा चाहिँ आएर आफै चाहिँ यसले चाहिँ यहाँबाट पानी चाहिँ कलेक्सन गरेर लग्ने हुन्छ। हेर्नुहोस् त्यहाँ पनि मौरी छ, यहाँ पनि मौरी छ, यहाँ पनि मौरी छ, यस्तो छ। र यसका मौरीका लागि धेरै घारहरू छन् भने चाहिँ हजुरहरूले चाहिँ पानीको व्यवस्था चाहिँ मौरीको घार नजिक चाहिँ गर्न सक्नुहुन्छ।